बोल्नु पनि छैन तिमीसँग, मलाई बोल्नु पनि छैन, छोड्दियो भयो, फोन राख्दियो भयो। ए जेसुकै गर त्यसो भए। अब चाहिँ किन कल गर्नु पर्यो नि? नरिसाउ न भने। छैन रिसाको, मलाई आजकल रिस पनि उठ्दैन, म रिसाउँदिनँ पनि, मलाई मतलब पनि छैन मान्छेहरू के होस्, म अब के रिसाएर पनि कसलाई के मतलब हुने हो र कसलाई के फरक पर्ने हो र, नो बडी केयर्स एनीवे, सो लाइक म रिसाएको पनि छैन। अब नरिसाउ न अब। पाल पुगेन ल ल म लिएर आउँछु एकछिन। दाइ कहाँ लास्ट मिनटमा गाडी क्यान्सल गरे भने जन्ती भोलि छ, कहाँ त्यस्तो भनिरहन्छ। 4 कार्टुन चाहिन्छ भनेको होइन चिसो, त्यो त्यहाँबाट राइटबाट एउटा गल्लीबाट छिर्ने हो। ओहो कति राम्री देखेको। मेहन्दी लगायो? पर्दैन यहीँ बस्ने आज। त्यस्तो रक्सी खाएर पनि काम चलाउन सक्छु, केही ड्रङ्क्स रङ भएको छैन, यही खाएको जति उत्रिस। पर्दैन यहीँ बस्ने आज। फट भने केही हुन्न, यसै ओभर रियाक्ट गर्ने के, खाएर चलाउने रे। कति चलाए त्यसरी केही भएको छैन। This song मेरो पारा यस्तै छ for my low blood pressure people. Let's go. जीवन जले यसको पावर यस्तै छ, तिम्रो जस्तो देखा थिए तिम्रो प्रेसर उस्तै छ। शिरमा 70 मेरी मायालाई उपहार, प्रेसर नाप्ने मिटरी। मेरी मायालाई उपहार, प्रेसर नाप्ने मिटरी। मलाई लाउने। ओइ बहिनी ओइ, म तँलाई ब्रेकअप दिन्छु, जा ब्रेकअप। This is way too tiring. Let's just head to the monkey temple and we'll get something to eat. Hello mate, welcome to Nepal, land of Buddha, Mount Everest. Lovely, no? म नेपाली हो बहिनी। नेपाली? ए सरी है, मैले त विदेशी। केही छैन, आइएल्स गर्दैछौ नि त, अनि आजकल सबैजना झुक्किरहेछ। ब्रिटिस काउन्सिलमा एडभान्समा बुक गरेर वाइल्ड ठिक काम गरेछौँ यार हामीले। फ्रीमा टेस्ट मटेरियल्सहरू प्र्याक्टिस गर्न पाउने, त्यसमाथि आइएल्स अन कम्प्युटर भएको भएर 48 आवर्स भित्रै रिजल्ट आउने। त्यही त, झन् रिजल्ट चित्त बुझेन भने रिएक्जाम पनि दिन पाउने, कस्तो मजा। ल एड पो गरेर गइदिएर यार। ओइ बहिनी ओइ, के हो ब्रो, के हो कसलाई हेरेको? तेरी बातों में कहिले तर हेर आज आँसु झर्यो। I am contestant number 8। गोमालाको चिनीमा कसरी पस्यो कमिलो, तिमी बिना मेरो जिन्दगी धमिलो। That's my time guys, that's my time। ओइ बहिनी ओइ, मलाई पो बाँदर्नी रे क्या, म बाँदर्नी जस्तो छु। मलाई त यस्तो रिस उठ्यो, मैले त्यसको मुखमा थुकेर आइदिएँ। लुजा, त्यसको मुख हेर्न लायकको थियो नि। हजुर हस्, म एकछिनमा आउँछु है। अनि हजुर मम्मी। ए आए देख्दै छु म सबै पारा। सरी। ओ हेर्न, आज बाटोमा 20 रुपियाँ भेटिरा भने। पार्टी। He liked my black hair. That's why I changed it. Boom. Party. ब्रेकअप भयो यार। होइन, लास्टै टक्सिक थियो, ठिकै भयो। पार्टी। तैँले एकचोटि पनि पार्टी दिनुहोस् मलाई। तेरो र मेरो फ्रेन्डसिप ओभर। पार्टी। होइन जिस्केको, तर आज म पार्टी दिन्छु। साँच्ची आज मिठो भुजिया खुवाउँछु तँलाई। भुजिया पार्टी। कस्तो मिठो यार यो, कस्तो क्रन्ची। रेगुलर भुजिया भन्दा त यो वाइ पार्टी मिक्स नुडल्स भुजिया नै बेस्ट। ओके, अबदेखि मलाई चाहिँ यही ल्याइदिए ल। योर पार्टी आवर मिक्स। The bomb is going to। आन्टीले बाटो छोड्दिनु। ए को आन्टी आउनु भएछ, हामी पनि बाटो छोड्दिउँ न हैन। आइ खोइ आन्टी, कहाँ छ आन्टी? यसै हो बच्चाहरू।
आन्टी ओइ बहिनी ओइ भोक लागेर प्रेसर लगाइसक्यो के साह्रो गर्मी हो के साह्रो गर्मी हो यार Target locked. यो खुट्टाको औँलाको बीचमा कसले टोक्छ यार बाँदर मस्किटो रहेछ ओइ बहिनी ओइ यसले त काम सघाउने हैन सबै बिगार्ने अब भाँडा माझ्या हो कि भाँडा सबै फुटाओ के खस्यो चिसो पानीले हातै खस्यो कप त केही भएन नि ओइ बहिनी ओइ कस्तो भोक लाग्यो कहाँ खान जाने भोक लाग्यो बेबी गर्ल इटालियन फुड खाने किम्बाप बिबिम्बाप रामेन तोपोकी जाप्चे हेर दाल भात पाऊ 24 आवर है अमिलो पिरो चिल्लो टुक्कै एस्थेटिक चाहिँ छ है फोटो सोटो खिच्यो भने चाहिँ दामी आउँछ इन्स्टाग्रामेबल चाहिँ छ है ओइ बहिनी ओइ मलाई त मम्मीले नयाँ ड्रेस किन्नु भएको छ भोलिको लागि म त प्रिन्सेस जस्तो देखेर आउने हो भोलि त ओइ बहिनी ओइ त रातभर नसुतिकन फोन चलाएर बस्दो रहेछस् हैन छिटो सुत्ने गर है यस्तो 2-3 घण्टाको सुताइले हुँदैन अनि त भयो भने त के हो दिमाग उड्छ फेरि टाइममै सुतेको छु के मेरो दिमागलाई केही भएको छैन कस्तो हजुर पनि ओइ बहिनी ओइ हेलो म लोकेसनमा आइपुगिसके ए लोकेसनमा आइपुग्नु भइसक्यो ए 2 मिनेटमा आए म 2 मिनेटमा तल जुत्ता लाउँदैछु पुगिसके कता हुनुहुन्छ तपाईँ ए निस्किहालेको धोक्कामा पुगिसके धन्यवाद सर 3 चोटि लगाइदिने मिसु बुढी निस्किसके वरिपरि हेर्नु त मलाई देख्नुहुन्छ निस्किसके दाइ ओइ बहिनी ओइ मलाई यो चाहियो त्यो चाहियो भनेर भन्नै पर्छ मैले अन्नो भनेको कसरी बुझ्ने त उसो भए मलाई सनस्क्रिन बेबी क्रिम टोनर डियोड्रेन्ट फेस वास सबै चाहियो भने पनि यस्तो छ केही सुने पो अस्ति पनि वाह कति राम्रो फ्लावर्स मलाई त कस्तो नै मन पर्यो हो र मलाई त ठिकै मात्रै लाग्यो उफ कस्तो गर्मी आज कस्तो आइसक्रिम खाने जस्तो दिन है आइसक्रिम खाने जस्तै दिन छ मेरो साथीलाई त उसको बोयफ्रेन्डले 5 डेजको पोखरा ट्रिप लिएर गएको रे पोखरा कति लाग्दो रहेछ त्यति ट्रिपको टोटल 15,000 लाग्यो रे ठिकै हो हामी जाने प्लान बनाए कि क्या हो म त भाउ खाइदिने हो सोध्यो भने त्यो मेरो साथीले गर्लफ्रेन्ड घुमाउनु लिएर जान्छु भन्दै थियो क्या त्यसलाई भन्दिनु पर्यो त्यति लाग्दो रहेछ यस्तो पनि हुन्छ कसरी पठाउ बजार ब्युटी मेला चल्दैछ नि तिमीले यत्रो राम कहानी सुनाउन्जेलसम्म मैले पठाउबाट मगाएर सामान पनि आइसक्यो अप टु 30% अफ छ कस्मेटिक्स ब्युटी स्किन केयर अनि पर्सनल केयर प्रोडक्ट्सहरुमा अरु केही चाहिन्छ भने पनि भनिहाल है जुन 16 देखि 21 डेज सम्मको लागि मात्रै हो त्यही भएर छिटो लिइदिहाल्छु अमेजिङ डिस्काउन्ट्स अनि बबाल फास्ट डेलिभरी पो हो त ए त्यसको त लिस्टै छ नि न ओइ बहिनी ओइ उठा न छिटो ढिला भइसक्यो यहाँ कस्तो उठा के भयो 5 बजिसक्यो अनि के त अनि हाइकिङ जाने होइन अब 2 घण्टा हो जस्तो पुगिहाल्छ कुद्यो केटी कुद्यो क्या मजाको छैन वाह क्या दामी छ भ्यू आउ छिटो आउँदिन म यहाँ एक्लै मर्छु रोमान्टिक डेट भनेर यस्तो के आर्मी ट्रेनिङ गराएको यो अनि रोमान्टिकै छ त्यो पनि यस्तो गर्मीमा यस्तो धमे लागिसक्यो म मर्छु अब म सक्दिन गर्मी अनि थकान ग्राब अ चिसो रेड बुल ओजी वाला खान्छौ कि न्यूजेन वाला खान्छौ धेरै नै थका लागेको रहेछ तिमीलाई तँलाई डाँका बुढीलाई यहाँसम्म ल्याएर दुखाइदिने हो म गएँ एक्लै घर Mitochondria is the powerhouse of the cell. Can you explain why it is? ओ यो देखिन्छ हेर त देखिन्छ कसैलाई भन्दिन भन्न कसको नाम लेख्दिन सुजल हाम्रो स्कुलमा त सुजल त कोही छैन त को हो सुजल सरले नदेखाउँछ है लुकेर देला ओ यो देखिन्छ हेर गाडा भयो भने त्यसले तँलाई ट्रु लभ गर्छ गाडा भएन भने चाहिँ इसाले त सौरभको नाम लेखेको रहेछ ओइ इसाले त सौरभ छ्याकोले भन्यो के कस्तो तिमीहरु त नभन भनेको हैन छ्याक कस्तो रहेछ ओ तिले कसको नाम लेख्या होला है एबाट अनिस पनि छ अभिषेक पनि छ तिम्रो नाम खोज यहाँ ओइ रितुको त एकछिनमै गाडा भएछ यार यसलाई त लास्ट ट्रु लभ गर्दो रहेछ त्यसले अब हेर त यो देखिन्छ तिम्रो नाम लेख्या हो के अरु त कसको लेख्छु र ओइ